यही 54 नेसनल डे मनाउनको लागि हामी अभिदयतिर जाँदैछौँ साथीभाइहरू सबै मिलेर। ओहो ब्रिज त बेसरी राम्रो ब्रिज ओभरबाट नि जानु मिल्दो रहेछ। ल गल्फ कन्ट्रीमा नि हेर्नुहोस् ट्री अब रुखहरू चाहिँ सानो चाहिँ पुरै रोपेर रोडको वरिपरि कति राम्रो गरेका छन्। के छ रमाइलो छ होइन त गुरु? एकदम रमाइलो छ। ल यो बाङ्गो बिल्डिङको नाम अन्दाज क्यापिटल गेट हो। ल हेर्नुहोस् युनिकको चाहिँ बिल्डिङहरू बनाउँछ यहाँ युएले। ल हेर्नुहोस् ब्रिज ओभरहरू रमाइलो गरेका छन् साथीहरू सबै। छुट्टीको दिन घुमघाम गर्न सबै मिलेर आएको हामी आज। अब एस मलतिर जाँदैछौँ। एकछिन एस मल घुमेर अबुधाबीमा फेरि नयाँ घुम्ने ठाउँ रहेछ। नयाँ घुम्ने ठाउँको नाम के अरे गुरु? मनार अबुधाबीमा घुम्न जाने हो। त्यसपछि फेरि बेलुका युएको चाहिँ नेसनल डेको एयर सो अनि पटाकाहरू पड्काउँछन् हेर्ने रमाइलो गर्ने यस्तै छ बेला बेलामा। साथीहरू नि रमाइलो गरेछ। यता साथीले फेरि गाडी हाँस्दै चलाउँदैछन्। यस्तै चलिरहेको छ। यो बिल्डिङको नाम के अरे गुरु? यो नाङ्लो जस्तो बिल्डिङको नाम अलदार हेडक्वार्टर बिल्डिङ रहेछ। अलदार हेडक्वार्टर बिल्डिङ। कस्तो गोलो गरेर यति अग्लो बनाएको छ। ल हेर्नुहोस् कति राम्रो छ। आइटी पनि धेरै आइटी रहेछ होइन गुरु? ओहो यदि अग्लो मादल जस्तो भन्ने कि नाङ्लो जस्तो भन्ने? ल नाग्लो जस्तै छ छ्याक्कै हेर्दा हेर्दा। ल हे प्लेन उडेको नि हेर्नुहोस् त्यता एयरपोर्टको नजिकै पऱ्यो। त्यही भएर प्लेन पनि नजिकै देखिएछ। के भन्नु? डेमो ए ल ठिक छ ठिक छ। ल एस मल आइपुग्यो हामी। एस मल एकछिन घुमिन्छ। फाइनली मनार घुम्न पनि आइयो। यो ठाउँ अहिलेको नयाँ घुम्ने ठाउँ होइन गुरु? यो ठाउँको नाम के अरे? मनार होइन? जोस् नयाँ ठाउँ हो। घुम्ने ठाउँ निकै राम्रो रहेछ। राति मनार भनेको नेपालीमा चाहिँ रातिको उज्यालो जस्तै हो कि हो होइन? उज्यालो संसार भनौँ न। यो नयाँ ठाउँ हो घुम्ने ठाउँ। धेरै राम्रो छ। यहाँभित्र धेरै मान्छे छन् होइन गुरु?
तपाईँ म यहाँ आइसकेँ। ल थुप्रो छन् घुम्ने मान्छेलाई हेर्नुहोस् कति हो कति। यो फेरि स्काई होइन त? स्काई स्काई ल हेर्नुहोस् स्काई अर्थलाई आकाशमा घुमिरहेको हुन्छ। त्यही त है, अर्थलाई पुरै घुमे जस्तो देख्यो नि, कस्तो राम्रो देखियो हेर्नु त। अर्थ भन्नु कि मुन भन्नु के अरे सन सूर्यलाई घुमेको पनि देखिन्छ। के भन्नु ल हेर्नुहोस् त, 2 पनि आइयो नि त। टु धेरै ठाउँबाट चाहिँ हो नि त, ठुलै रहेछ जोस्। ल अब त्यहाँ सकेर इङ्ग्लिसमा टनेल, नेपालीमा त सुरुङ होइन त गुरु। ल अबुधाबीको चाहिँ टनेल पुरै सुरुङभित्र पुरा थियो। शेख जायद टनेल लामो छ है, लामो धेरै लामो रहेछ यार। 7-8-9 किलोमिटर हो। 8-9 अहिले छैन होला। बत्ती हेर्नु नि, बत्ती 3-4 छ कि ट्याम भित्र लाग्छ। ल यो पनि सक्यो। हाब्बा नाइट सो हेर्नुहोस् ल। बक्री बिल्डिङ पाइनापल बिल्डिङ होइन, बिल्डिङको नाम चाहिँ ए रातमा हेर्नु न यस्तो झिलिमिली हुन्छ है यहाँ चाहिँ। ल शेख जायद 54 फेस्टिभल सिस्टम 54को उसमा जतासुकै छ हुन त, जहिलेको उसमा पनि यसरी सजाउनु त उनीहरूले। गणेशतिर जाँदै हो हामी। यो फेस्टिभल सिस्टम त्यतै जानु लाग्थ्यो। जाँदैछौँ हामी। नेसनल डेमा अब के देखाउँछ त यहाँ चाहिँ? ओहो ल हेर्नुहोस् प्लेन, ल हेर्नुहोस् ल एयर सो हेर्नु त गुरु। ओहो कति 2, 4, 5, 6वटा बजी छ है। 2, 4, 6, 7वटा छ। ओहो उल्टे पुल्टे सबै आए। कस्तो राम्रो गरेर आउँछ है यो एयर सो त। यो प्रत्येक नेसनल डेमा देखाउँछ है यो, सधैँको नेसनल डेमा चाहिँ। ओहो ल ल ल ल ल ल ठक्क्यो ठकेला चाहिँ गर्दै पुरै हिँडेछ। ओहो यही नजिक देखियो त यार यो त। आमा ल रमाइलो छ। युएको नेसनल डेमा ल हेर्नु त बरु कस्तो मजाले चाहिँ है हानेछ। ल स्पिडबाट ओहो हेर्नु त कस्तो लाइन पनि हुँदो रहेछ कि यिनीहरूको है। क्या अब ठ्याक्कै चाहिँ मिलाएर हेर्नु त कस्तो मिलाएर के देखायो यस्तो। अहिले झन् हेर्नु लास्टमा पुरा कलरै चाहिँ कतिवटा कलर देखाउँछ कि। कलर फाल्छ होला अनि त्यत्तिकै उड्छ होला कि यिनीहरू है। ओहो यही नजिकबाट गयो हेर्नु नि। ओहो ल हेर्नुहोस् माथि गयो, लास्टै माथि गयो है, लास्टै माथि गयो। फेरि स्वात्तै तल आउँछ फेरि। ल हेर्नुहोस् त कलर जस्तो फाल्यो। ओहो है कलरै कलर जस्तो
4 कलर कि 3-4 कलर कतिवटा ल हेर्नु त आम्माम 4वटा हुन्छ पुरै फाल्छ होला है यिनीहरूले के अरे पछाडिबाट के अरे ल हेर्नु ल हेर्नु ल हेर्नु ल हेर्नु होइन ठोकिलो यसरी यताउता घुम्छ है यो चाहिँ त यो छेउको चाहिँ कि ल हेर्नु त यो दुईवटा घुम्दो रहेछ यता गएर उता है ओहो हेर्नु त त्यो रोलिङ हान्दै हिँडेछ यहाँ एउटाले यताबाट हान्दो रहेछ एउटाले उताबाट हान्दो रहेछ कि ओहो मान्छे नि कति धेरै हिँड्ने यहाँ पनि ल Thank you for the watching everyone.